नमस्कार, कार्यक्रम हाम्रो बजारमा हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तुता रिया श्रेष्ठ। खबरपालिका मिडिया नेटवर्कको प्रस्तुति कार्यक्रम हाम्रो बजार रेडियो खबरपालिका 88.7 मेगाहर्ज र रेडियो लालीगुराँस 105.2 मेगाहर्ज तथा हाम्रा डिजिटल प्लेटफर्महरूबाट एकैसाथ हेर्न र सुन्न सक्नुहुनेछ। हाम्रो स्थानीय उत्पादन, व्यापार, सेवा र उद्यमशीलतालाई प्रवर्धन गर्ने उद्देश्यले हामी हरेक सोमबार र शुक्रबार बिहान 9:30 बजेदेखि 10 बजेसम्म तपाईसामु उपस्थित हुनेछौँ। अहिले हाम्रो बजारको स्थिति कस्तो छ, स्थानीय उत्पादन र सेवाको बजारीकरण कसरी हुँदैछ र भावी पुस्ताले यो पेसामा आउन के गर्नुपर्छ भन्ने विषयमा नै केन्द्रित रहेर आज हामी धनकुटाका हेयर सलुन व्यवसायीसँग कुराकानी गर्दछौँ। आज हामीसँग कुराकानी गर्नका लागि विगत 40 वर्षदेखि धनकुटा 7 मदन चोकमा हेयर सलुन व्यवसाय सञ्चालन गर्दै आउनुभएका मिङ्कु विराट हेयर कटिङ सैलुनका प्रोप्राइटर हुनुहुन्छ सुधीर कुमार ठाकुर। उहाँलाई कार्यक्रम हाम्रो बजारमा हार्दिक स्वागत गरौँ। कार्यक्रम हाम्रो बजारमा हार्दिक स्वागत छ। नमस्कार। आजभोलि केमा व्यस्त हुनुहुन्छ? आजभोलि यस्तै व्यावसायिक आफ्नो कपाल काटो हैन, अब बस्यो, सेलुनमा आयो, काम गर्यो। अब यो मदन चोकमा सेलुन छ। अब केही दिनको लागि चाहिँ अब त्यो भवन निर्माण, पुरानो भवन अब छोडेर अहिले फेरि नयाँ भवन बन्यो, त्यसमै हामीहरू अहिले त्यहाँनिर चाहिँ पसल खोलेर चलाइरहेको छु। अनि अब जो 6-7 महिना हामीहरूलाई गाह्रो भयो, 1 वर्ष पुरानै जुन ठाउँमा हामीहरू बसेको थियौँ त्यो भवन, पुरानो भवनलाई भत्काएर वेट गरेर पनि फेरि त्यसमै, तर त्यो भवन भनेको चाहिँ अब पुरानै थियो र मैले वेट गरेँ। 1 वर्षसम्म हजुरलाई अब गाह्रो भयो होला हैन? त्यो फेजमा चाहिँ हजुरले के अनुभव गर्नुभयो? गाह्रो हुन्छ नि, त्यसो त अब हरेक चिज, अब त्यही व्यवसाय नै त्यही भएपछि अब त्यही काम गरेर अब खानुपर्ने हुन्छ, बालबच्चा पाल्नुपर्ने हुन्छ, हरेक चिज हुन्छ। गाह्रै भयो। 3 महिना चाहिँ म त्यतिकै बसेँ। अनि 3 महिनापछि चाहिँ मलाई साह्रै गाह्रो हुँदै गयो। त्यही कारणले चाहिँ यहाँ माथि मेरो एउटा भतिजोको पसल छ, राष्ट्रिय वाणिज्य ब्याङ्क छेउको अलिक यतापट्टि, त्यहाँनिर मैले 3 महिना स्टाफमा काम गरेँ। अनि त्यसपछि हाम्रै साउजीको सटर हिममाङ होटलको अगाडि 5 महिना मैले त्यहाँ गरेँ। समथिङ भनौँ 7 महिना चाहिँ म चाहिँ आफ्नो दोकान बिहिने भएर बसेको। त्यही भवनमै चाहिँ हजुरले अब यत्रो लामो समयसम्म त्यही भवन बनिसकेर नै मैले त्यहीँनिर राख्छु भन्ने चाहिँ किन योजना बनाउनु भयो त? अब यत्रो लामो समयसम्म त हजुरले अरू कुनै ठाउँमा पनि त होइन, मलाई यस्तो थियो, म दोकान गरेपछि पुरानै ठाउँमा बस्छु। किनभने मैले जवानदेखि मैले देख्दाखेरि, मैले चलाएकोदेखि नै अब भनौँ न मेरो बुवाकै पाल्दै थियो, अनि मलाई अरू ठाउँमा त्यति गर्न मन लागेन। अनि त्यही कारणले बरु वेटिङमा बस्ने, 2-4 महिना 5 महिना बरु यताउति भनेर। लोकेसन पनि सही छ, मदन चोक सबै ठाउँबाट घेरिएको। अनि पुराना साथीभाइहरू पनि छन्, नयाँ पनि छन्, सबै चिन्छन्। चिनजानको हिसाबले पनि अब त्यहाँनिर अब मानिलु 40 वर्ष समथिङ भनौँ न मैले काम गरेको भयो। अन्त 40 वर्षभित्रमा त कोही बच्चा थिए, ठुलो भए होइन, कोही अब ठुलो भए, नानीका बाउ भए, उनीहरूलाई त थाहा छ नि त, यहाँ सुधीर दाइ होस् या अङ्कल होस् या मतलब त्यहाँ पसल छ भनेर त आउँछन् नि त, त्यही भनेर। हजुरको यो हेयर सैलुनमा चाहिँ जेन्ट्सको मात्रै गर्ने हो कि? यो चाहिँ मेन भनेको जेन्ट्सको लागि मात्रै। हजुरको अहिले बिजनेस चाहिँ कपाल काट्ने सैलुनमा चाहिँ कस्तो चहल पहल छ? अहिले ठिकै छ। अब कस्तो छ भनेदेखि अब मेरो 1 वर्ष पसल लगभग होइन, अब यता उदय नै भयो, डमाडोले जस्तो भयो। अहिले जस पुराना कस्टमरहरू आउँदैछन् त्यो अब बिस्तारै थाहा हुन्छ। भर्खर मैले चाहिँ अहिले अब 2 महिनादेखि चाहिँ आज ठ्याक्कै 2 महिना भयो। आउँछन्, त्यस्तो छैनन्, आउँछन् चिनेर आत्मीयताको हिसाबले होस् या उसले होस्, सबै हिसाबले चाहिँ यहाँनिर
सम्झेर जे होस् सुधीर कुमार भनेर चाहिँ सम्झेर चाहिँ आउँछन् क्या जति पनि छन् आउँछन् उहाँहरूकै साथ सहयोगले त मैले यहाँ थाप्न सकेँ उहाँको साथ सहयोगले म अहिले आफ्नो जीविकोपार्जन गर्दैछु फ्यामिली चलाउँदैछु आफ्नो होइन त्यही लगभग दिनमा कतिको आम्दानी हुन्छ यो आम्दानीको चाहिँ टुङ्गो छैन होइन अब कहिले 1000 हुन्छ कहिले 2000 हुन्छ कहिले 1500 हुन्छ कहिले 500 हुन्छ त्यसमै मिलाउँदै गयो 2000 यसको ठेगान हुँदैन होइन अब कहिले 2500 होला कहिले 1500 होला कहिले 2000 होला कहिले 500 नै हुन्छ कहिले 3000 पुग्ला होइन त्यस्तो चाहिँ छ हजुर यो कपाल काटेर खुसी रहनु भएको छ सन्तुष्ट हुनुहुन्छ यसो अब सन्तुष्टि रहनु पर्ने अवस्था नै हुन्छ गर्ने के त केही त सिप छैन अरू अब कि त मान्नु एउटा अरू व्यापार बिजनेस गरौँ भने पुँजी चाहियो होइन अब यसमै आफ्नो जीवन खुसीको साथैले आफ्नो अब त्यस्तो त होइन आफ्नो नर्मल हिसाबले चलिने रहेछ सुरुमा हजुरले साइरन सञ्चालन गर्दाखेरि चाहिँ कति लगानी लगाउनु भएको थियो सुरुमा चाहिँ के थियो भनेदेखि मैले मेरो बुबाले गर्दा ऐना कुर्सी मात्रै थियो एउटा काठको त कहीँ राख्नेहरू थियो मैले पछि गएर अलिअलि यसो भनौँ न आजभन्दा 30 वर्ष अगाडि नभएको पनि 15-16 हजार जति मैले त्यसमा लगाएको थिएँ मेरो हातबाट अब स्थापना त मेरो बुवाकै कालदेखि भएको हो त्यो सेलुन होइन अनि त्यसमा यसो त्यसलाई चाहिँ अलिकति राम्रो हिसाबले गर्न र अहिले चाहिँ राम्रो हिसाबले चाहिँ नयाँ खोल्दाखेरि चाहिँ अलिक राम्रै खर्च लागेको छ सुरुमा हजुरलाई त्यो स्टार्टिङ फेजमा चाहिँ कपाल काट्ने सैलुन खोल्दाखेरि चाहिँ के कस्तो गाह्रो भयो त्यो पनि बताइदिनुहोस् न यस्तो थियो किन भनेदेखि म काम सिक्दा सिक्दै स्कुल पनि पढ्थेँ अब स्कुल पढ्दै चाहिँ मेरो बाबा एक्सपायर हुनुभयो खस्नुभयो खसिसकेपछि मेरो बाध्यता थियो यो कपाल काट्ने नै थियो अब घरमा फ्यामिली पनि चलाउनु छ अनि त्यो समयमा चाहिँ मैले के सम्झेँ भने फेरि पढाइमा पनि म कमजोर चाहिँ होइन तर एउटा आर्थिक अवस्थाको कमजोरको कारणले चाहिँ मैले चाहिँ त्यहाँनिर चाहिँ के गरेँ भनेदेखि अब मैले यो कपाल काट्न नै पर्छ बाध्यताले नै अनि मैले स्कुल छोडेर म काम अलिअलि सिकेको थिएँ फुल पनि मैले जानेको थिएन तर चिनेको अब साथीभाइ चिनेको दाजुभाइ सबै आउँथ्यो सिकारु भए पनि काम गरोस् भनेर चाहिँ आउँथे र अलिअलि गर्दै म त्यो हिसाबले चाहिँ अगाडि बढ्दै गएँ र त्यहाँदेखि चाहिँ गाह्रो त मलाई 1-2 वर्ष भयो 2-3 वर्ष पढ्दै गरेको आफूले पढाइ पनि गुमाउनु पर्यो एक त आफूले परिवार गुमाउनु पर्यो आफ्नो पिता हैन अझै त्यसमाथि जिम्मेवारी थप्यो हजुरमा हजुरले अब बाध्यता भएर पढाइ पनि छोड्नु पर्यो बाध्यता भएर घर खर्चको लागि कमाउनु पनि पर्यो त्यो तपाईको बाध्यतै थियो त्यो एकदम गाह्रो हजुरलाई एकदम गाह्रो भयो त्यो अवस्था एकदम नाजुक नै रह्यो नि त त्यतिखेर हजुरलाई धेरै व्यवहारले पनि समातो हजुर बाध्यता भएर चाहिँ त्यो काम गर्ने बाध्य नै हुनुभएको रहेछ त्यतिखेरको अवस्थामा निकै कठिनाइ भोग्नु भएको रहेछ त्यतिखेर तर अब हजुरले बाल्यकालदेखि नै भनौँ न पढ्दैको बालकले एउटा काम सिकेर आफ्नो बुवाले गर्नुभएको काम समातेर अहिलेसम्म अब 40 वर्ष लगभग बितिसक्यो हजुर त धेरै अहिले त अग्रज व्यक्तित्व भइसक्नु भयो कपाल काट्ने हजुरलाई त अहिले नचिन्ने लगभग कोही हुनुहुन्न होला हजुरले चाहिँ अब यो स्थानीय बजारमा पनि प्रतिस्पर्धाहरू निकै बढिरहेको छ दिन प्रतिदिन अरू पनि थुप्रो सलुनहरू छ नि त हजुरकोमै चाहिँ किन ग्राहकहरू आउनुहुन्छ त्यो पनि बताइदिनुस् न के छ त्यस्तो हैन यस्तो छ अब मेरोमा आउँछ अब पहिला 2 जना स्टाफ राखेर 3 जना राखेर आफू पनि खटिन्थ्यो भनेदेखि अब अहिले 2 जनाको काम ठिकैमा जान्छ अनि त्यो काम घट्दै पनि गएको छ क्या त्यो जुन चाहिँ हामीहरूको जुन चाहिँ कपाल काट्ने व्यवसायमा हामीहरूले कपाल काट्छु त्यो बढ्दै गयो अब बढ्दै जाँदाखेरि त अब कस्टमरहरू त अब जहाँ देख्यो त्यही कटाउने हुन्छ अब
नुहाउन गर्ने के त गर्नु त त्यही पर्यो हजुर हैन अब पहिला अब 12 घण्टा 10 घण्टा भनौँ 8 घण्टा कन्टिन्यू चल्थ्यो भने अहिले 3 घण्टा 4 घण्टैमा चित्त बुझाउनु परेछ 2 घण्टा काम आइदिन्छ होइन अनि अब सलुनहरू खुल्यो बजारमा मान्छे खास अहिले यो हो सिजन त्यति सिजन त अब अहिले यो माघ फागुनको समय सिजनै छ हैन तर भने जस्तो चाहिँ आउँदैन तर जति आउँछन् त्यसको लागि म सन्तुष्टि नै लिन्छु म त्यो जति आउँछन् त्यतिकै लागि मलाई ठिक्क पुग्छ भनौँ न हजुर हजुरले चाहिँ कुन स्टाइलको हेयरहरू कटिङ गर्नुहुन्छ स्टाइल त अब जस्तै अहिले अब भन्छन् लो फिट हैन अनि त्यसपछि स्लोप हैन जुन कटिङ भन्छ त्यही कटिङ अब अहिले त मोबाइलहरुमा पनि देखाउँछन् फोटोहरु पनि टास्दिएको छु यसो साइनबोर्डहरुमा हैन फ्लेक्सहरुमा टास्दिएको छु त्यो अनुसारको पनि कसैले काट्छन् कतिले अब मुखले भनेर त अब स्टाइलको त कुनै गन टु नै छैन कति छन् कतिले मोबाइलबाट देखाएर त कति ग्राहकहरूले त युट्युबहरु हेरेर मलाई यस्तो खाले काट्दिनुस् न भनेर पनि आउनुहुन्छ होला अब जुन कटको देखाउनु भए पनि हैन हजुरले चाहिँ काट्दिनु हुन्छ जस्तो कट पनि त्यो त हुन्छ कट अब यसो अब धेरै नै गाह्रो छ भनेदेखि अब म पनि अलिकति अब मान्लिउ नसक्ने काम त कहाँ सक्छु र हैन हेरेर सक्ने छ भने गर्दिन्छु सक्ने छैन भन्दै बाबु छैन हुँदैन यस्तो म सक्दिन हजुर पहिलाको समयमा त कैचीले कपाल काटिन्थ्यो अहिले त अझै झन् उपलब्धिहरू धेरै आएको छ मेसिनहरुबाट काटिन्छ कपालहरु हैन मेसिनबाट कटाइन्छ नि त लगभग अहिले त स्टाइलिस्ट हेयरहरु भन्छ हजुरले चाहिँ लगभग अहिले मेसिनबाट काट्नुहुन्छ कि कैचीबाट नै काट्नुहुन्छ यस्तो म चाहिँ मेसिनबाट काट्छु अब कति पुराना मान्छेहरु मेसिन पनि लाउन चाहँदैनन् के कति भन्नाले थोरै मात्रामा मेसिन नलगाऊ मलाई त कैचीले पनि म काट्दिन्छु मेसिन भने मेसिन सबै म युज गर्छु कति अब पुरानो हुनुहुन्छ नि उहाँहरु अग्रजहरु उहाँहरुले चाहिँ अब मेसिनले काट्नु हुँदैन भन्ने उहाँहरुको मान्यता हुन्छ नि कतिले अब कति छोटो ठुटे बनाउन चाहदैन एउटा अब भनौं सिम्पल मिडियममा काट्दिनु मलाई ठुटे मेसिनले मन पर्दैन हैन मलाई कैचीले नै ठिक्कको काट्देऊ भनेपछि त मैले त कैचीले नै काट्नु पर्ने हुन्छ जस दुईटै युज हुन्छ बेसी चाहिँ मेसिन हुन्छ युज कैची चाहिँ थोरै हुन्छ दुईटै कैचीबाट पनि मेसिनबाट पनि हजुरले चाहिँ अब मेसिनले काट्यो भने पनि पछाडी साइड मेसिनले काट्ने अगाडि त कैची लाउनु पर्ने हुन्छ हजुर हैन हजुर त्यही हो हजुरले स्टाफहरु पनि राखेको छु भन्नुभयो कति जना स्टाफ राख्नु भएको छ अहिले म त एक्लै थिए हजुर अब यो दोकान नयाँ खोलेदेखि एउटा अब स्टाफ राखेको थिए 1 महिना बस्यो अनि त्यसपछि घर गयो अब अहिले पुरानै स्टाफलाई चाहिँ अहिले राखेको छु अहिले एकजना स्टाफ एकजना छ त्यही त मैले भनेको अहिले पहिलाको तुलनामा अहिले व्यवसाय कम भइरहेछ सैलुनहरु पनि धेरै भयो पहिला मैले 2टा स्टाफ राखेको थिए दुईटाको काम राम्रो चल्थ्यो म पनि काम गर्थे त्यसमा अब अहिले 2 जनाको मुस्किलले भनौं न ठिकै यसो चित्त बुझाउने हजुर स्टाफ चाहिँ हजुरसँग सन्तुष्ट हुनुहुन्छ सन्तुष्ट छ उ पुरानो हो उले बुझ्छ हजुर हैन अब आफन्त छन् हजुर हजुरको आफन्तै हो आफन्तै हुन् त्यही कारणले अब नयाँहरुलाई त अहिलेको नयाँहरुलाई त उसको काम धेरै भयो भने मात्रै बस्ने टिक्न सक्ने हो हैन अब पुरानो हो बुझ्छ उलाई ठिकै छ उ पनि सन्तुष्टि नै छ भनौं न हजुर हजुरले सर्वप्रथम त हजुरले कपाल मात्र काट्नु हुन्छ कि अरु के सेवा सुविधाहरु दिइरहनु भएको छ ग्राहकहरुलाई त्यो पनि बताइदिनुस् न हामीले कपाल दाढी अब अहिलेको समयमा कलर सलर हजुर अब फेस वाश भयो फेसियल भयो अब मसाजहरु भयो हेड मसाजहरु भयो हैन त्यो सबै काम प्राय हुन्छ नै हजुर कपाल स्ट्रेट भयो हजुर हैन हजुर त्योहरु पनि हुन्छ स्ट्रेटहरु पनि गर्नुहुन्छ छोरा मान्छेको हजुर हजुर
दिनमा लगभग कतिजना जति आउनुहुन्छ कपाल काट्न? मैले अघि नै भने कुनै सीमित कहिले 10 जना पनि आउँछ, कहिले 15 जना पनि आउँछ, कहिले 20 जना पनि आउँछ, कहिले 5 जना पनि आउँछ। फेरि अहिले त मेरो के छ भनेदेखि भर्खर त्यहाँ खोलेको, त्यति मान्छेलाई थाहा छैन हैन। अब उतापट्टि बसेको थिएँ, भित्रपट्टि त्यति देख्दैन थियो हैन। अनि अब टाइम लाग्छ अलिकति, जस चल्दैछ सन्तुष्टि नै छु। जति अब के भन्छ दिन्छ नि त्यो अब जति आउँछ त्यसमै। अब व्यापार बिजनेसमा व्यापार त के भन्नु, हामीहरूको त अब जस्तो कपाल कटाइ हुन्छ, अब कहिले धेरै नै आइदिन्छ, कहिले थोरै आइदिन्छ। एक दिनको काम त होइन, सधैँ चलाउनु पर्ने हुन्छ। हजुरले सैलुनमा चाहिँ कपाल काट्ने मेसिनदेखि लिएर त्यहाँ फेसियल गर्ने आइटमहरू हुन्छ, त्यो फाल्टो बेच्नु पनि हुन्छ कि? यस्तो छ, फेसियलहरूको चाहिँ हामीहरूले बेच्दिन हैन। अब कोही त्यस्तै अब मानिलियो कुनैले कलरै छ, मलाई चाहियो, तपाईँहरूले राखेको राम्रो हुन्छ छ भनेदेखि चाहिँ दिनुस् न भनेदेखि हुँदाखेरिमा त्यति हामीहरू एक्स्ट्रा चाहिँ राख्दिन पनि, किनभने ठ्याक्क अब सकिन आँट्छ हामीहरू अर्को ल्याइहाल्छु, तर खास बेच्ने हिसाबले चाहिँ हामीहरूले राखेको होइन। पहिलाको समयमा कैँचीले काट्दाखेरि धेरै अग्रज व्यक्तित्वहरूले भन्नुहुन्छ, कपाल काट्ने व्यवसायीहरूले भन्नुहुन्छ हात दुख्थ्यो पहिलाको समयमा, अहिले हामीलाई निकै सहज भइरहेको छ नयाँ मेसिन आएर भनेर भन्नुहुन्छ। यसमा के भन्नुहुन्छ? यस्तो छ, अब बानी भइसक्यो मेसिनले काट्ने। अब पहिला कैँचीले पनि हामीहरूले काम गर्दा कैँचीले नै गरेको हो। यो मेसिन भनेको तपाईँको 10-15 वर्ष न भयो होइन। अनि अब बानी भइसक्यो क्या मेसिनले। तर के भन्दाखेरि कैँचीले पनि काट्नुपर्छ, पछाडि साइडको लागि मेसिनै हुन्छ कि त अब एक लेभल काट्यो भने मेसिनले भयो, न त कैँची त लाउनु पर्ने नै हुन्छ। तर पहिलाको तुलनामा चाहिँ अहिले मेसिनले चाहिँ सहजै बनाएको छ। तपाईहरुलाई निकै सहज भइरहेको छ जब निस्किन थाल्यो। तर मेसिन पहिला निस्किँदाखेरि प्रायले लाउनु मान्दैन थियो, कैँचीले नै काट्नु भन्छ। अब कतिले भन्छ भाइब्रेसनले मेरो टाउको दुख्छ के हुन्छ हैन, आवाज आउँछ नि त एक प्रकारको भाइब्रेसन पनि कसैलाई त त्यसो भनेर भन्थे हैन। तर अब हेबिट हुँदै गयो हैन, बानी हुँदै गयो, अब त्यसो चाहिँ भन्दैन। त्यो स्टार्टिङ को समयमा सुरु समयमा त्यसो भन्थे, तर अहिले चाहिँ कसैले अहिले त सबैले मेसिनै युज। हजुरले चाहिँ धेरै जसो कपाल काट्नुहुन्छ होला, अब फेसियल फेस वासहरू गरिन्छ, हेयर मसाजहरू गरिन्छ भन्नुभयो नि, त्यो भन्दा पनि सबैभन्दा धेरै चाहिँ कपाल काट्नुहुन्छ? त्यो त मेन ऊ नै हो, कपालदारी काट्ने। हजुर कलरहरू पनि अब विभिन्न खाले मलाई यस्तो चाहियो, अहिले त अब नयाँ नयाँ उपलब्धिहरू छ, अब डे टु डे अपडेटहरू भइरहेको हुन्छ नि त, यस्तो कट चाहियो, यस्तो फेसियल गरिदिनु न, यस्तो टाइपको भनेर भन्नुहुन्छ। अब कस्टमरहरूले जे चाहनुहुन्छ, जस्तो खोज्नुहुन्छ त्यस्तै टाइपको गरिदिनुहुन्छ। आफूसँग त्यो कलर छ भने गर्ने हो हैन। अब कुनै हुँदै नहुने खाले कलर भन्यो भनेदेखि चाहिँ अब मसँग हुँदैन, अब मैले जानेको कुरा चाहिँ सबै गरिदिने हो। हजुर रेडियो सुन्ने सम्पूर्ण श्रोताहरूले पनि हामीलाई हेरिरहनु भएको छ, विभिन्न डिजिटल प्लेटफर्महरू मार्फत हामीलाई हेरिरहनु भएको छ, उहाँहरूले सुनिरहनु भएको छ। उहाँहरूले पनि धेरै मध्येले हजुरले जस्तै एउटा कपाल काट्ने व्यवसाय सुरु गर्ने इच्छा राख्नुभएको होला, रुचि राख्नुभएको होला, उहाँहरूको लागि चाहिँ के सन्देश दिन चाहनुहुन्छ? होइन, यो काम भनेको कुनै हुँदैन, सबैले गर्दा हुन्छ। काम भनेको ठुलो सानो हुँदैन, गर्दा हुन्छ। किनभने अब गर्दा राम्रो हो होइन, व्यवसायहरू गरेर आफ्नो गरेर खानु भनेको धेरै राम्रो हो। उहाँहरूले पनि काम सिकेर गर्दा हुन्छ। कुनै यो भनेको अब पहिला हुन्थ्यो, अब एउटा जातले मात्रै गर्ने भन्ने हुन्थ्यो। अब अहिले त अब सबैले गर्दा हुन्छ, गर्नुपर्छ। अब पहिला भनौँ एउटा हजमले मात्रै काट्छ भन्ने हुन्थ्यो नि त,
अब अहिलेको समयमा म त्यस्तो चाहिँ देख्दिनँ। अब अन्त्यतिर आगामी योजनाबारे पनि सुनौ न। अब आउने 5 वर्षमा चाहिँ हजुरले हजुरको यो कपाल काट्ने व्यवसायलाई कहाँ देख्न चाहनुहुन्छ त्यो पनि बताइदिनुहोस् न। अब यस्तो 5 वर्षसम्म अब काम त म गर्छु नै हैन। अब काम नगरे किन भनेदेखि अब त्यो अनुसारको अब हामीहरूले अब यही काममा अब रमिसकेको छु हैन। अनि आउने भविष्यमा पनि अब राम्रै हुन्छ चाहिँ होइन। यस्तै अब काम गर्दैछु, चल्दैछ हैन। त्यसरी नै हो। अब उहाँहरूले आइदिनु भयो, गराइदिनु भयो भनेदेखि त सधैँको लागि आफ्नो हैन ग्राहकहरूकै साथ सपोर्टले हजुर अहिले यो स्थानमा छु र अब पनि उहाँहरूकै साथ सहयोगले नै अहिलेसम्म यो ठाउँ आइपुगे। अब विगतका समयमा पनि उहाँहरूकै साथ सहयोगको म अपेक्षा राख्छु। हजुर ग्राहकहरूलाई चाहिँ कति घन्टा टाइम दिइरहनु भएको छ? बिहान कति बजेदेखि? बिहान यस्तो छ खास 7 बजे खुल्छ हैन। कहिले 6:30 बजे, कहिले 7:30 हैन। अब कहिले एक्लै भएको बेलामा अब अलिकति ढिलो छिटो अब सरसफाइ आफ्नो हैन। अनि कहिले 8 तर कन्फर्म चाहिँ हामीहरूको 7:30 बजे। ढिलो भनेको 8 बजेसम्म खुल्छ। अब यो गर्मी चढ्दाखेरि लगभग 6:30 बजे नै खुल्छ। चिसोमा चाहिँ 8 बजे 7:30 बजेतिर खुल्छ। हजुरलाई चाहिँ घर परिवारबाट कतिको साथ सहयोग भइरहेको छ? सपोर्ट कतिको गर्नुहुन्छ परिवारले? घर परिवारले यो काममा त सपोर्टै गरेका छन् हैन। अब सपोर्ट नगरिकन अब हुँदैन हैन। माथिको हजुरले त सानैदेखिको गर्नुभएको यो पेसा हो। हजुर आजको कार्यक्रममा आउनुभयो, हामी एकदम खुसी छौँ। हजुरको अमूल्य समय हामीलाई दिनुभयो, त्यसमा हामी एकदम आभारी छौँ। हजुरको अनुभव र प्रेरणाले अन्य उद्यमीहरूलाई पनि सफल बन्न र नयाँ माथि उचाइमा पुग्नका लागि सहयोग गर्नेछ। हजुरलाई धेरै धेरै धन्यवाद। अब यहाँसम्म मलाई यति बोल्नु दिनुभयो र यो रिया बहिनीलाई पनि धेरै धेरै धन्यवाद। र यो खबरपालिकाका सबै सम्पूर्ण परिवार उहाँहरूलाई धेरै धेरै धन्यवाद। र यहाँसँग फेरि बोलाउनु होला, बोल्नु मौका दिनु होला भन्दै म बिदा हुन्छु। हवस् त आजको कार्यक्रम हाम्रो बजार यही सकिन्छ। हामी हरेक सोमबार र शुक्रबार पुनः यही समयमा अर्को सफलताको कथा लिएर आउनेछौँ। कार्यक्रम तयार पार्न सहयोग गर्नुहुने सम्पूर्ण खबरपालिका मिडियाको टोलीलाई पनि मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद। र कार्यक्रम हेर्नुहुने र सुन्नुहुने सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद। कार्यक्रमबाट म रिया श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार।